मैले अहिले चाहिँ लोकसेवाको तयारी गरिरहेको छु नेपालमै बसेर केही गर्ने उद्देश्यले अनि विदेशमा जाने युवाहरूलाई पनि भन्छु कि आफ्नै देशमा स्वरोजगार भएर काम गर्दा राम्रो हो ठिक छ राम्रो छ पढाइ सबै कुरा राम्रो छ स्टुडेन्टले पनि आफू लगनशील भएर पढ्नुपर्छ अनि यो पढाइको लागि चाहिँ धेरै मेहनत गर्नुपर्छ अब त्यो विद्यार्थीहरूमा पनि कमजोरी हुन्छ टिचरहरूमा त अब त्यति हुँदैन र पनि एन्जोय द प्रोसेस अनि आफ्नो मनको सुन्नु होला अनि किप वर्किङ हार्ड अनि बी नट जस्ट लाइक एक्टिभ इन एकाडेमिक्स बट अल्सो इन एक्स्ट्रा करिकुलर एक्टिभिटिज भन्न चाहन्छु त्यही बेस्ट विषय सबैलाई पाएको भनेको हाम्रो धरातल मात्र हो एउटा कसरी पढ्ने के गर्ने हाम्रो एउटा यतिको चाहिँ विद्यार्थी यतिको हुनु पर्यो भनेर हामीलाई सिकाउने हो तर सबै कुरा सिकाउने होइन विश्वविद्यालयले अब त्यो ज्ञान चाहिँ लग्ने हो तर पास हुनको लागि मात्र होइन कि त्यो भोलिको दिनमा कहाँ काम लाग्छ त भनेर के दीक्षित हुँदा कस्तो महसुस लागिरहेछ हजुरलाई एकदमै खुसी लागिरहेछ पहिलो कुरा त हामी सुदूरपश्चिम विश्वविद्यालय होइन त्यसको हेर्नुपर्दा पनि एकदम सुदूरमा भएर त्यतिकै पनि हामी अलि मान्छेको हेर्ने दृष्टिकोण नै फरक थियो त्यही विषयमा पनि त्यही भएर हामी यो विश्वविद्यालयबाट चाहिँ हामी अहिले दीक्षित हुँदा मलाई एकदम खुसी लागिरहेको छ किनभने हामी जो जुन मान्छेको भेउ बसेको थियो हामी त्यसलाई चिर्दै चाहिँ अहिले विश्वविद्यालय अगाडि बढ्दैछ अहिलेको हाम्रो 10-12 वर्ष यता जसरी आइरहेछ अहिले 8औं ग्रेड लिस्ट हो होइन हामीलाई चाहिँ यो त्यही भएर यो विश्वविद्यालय स्थापनादेखिको अहिलेको जुन निरन्तर भइरहेको यो यात्रामा अब अन्तिममा आएर चाहिँ हामी दीक्षित हुन पाउँदा एकदम खुसी लागिरहेको छ मलाई चाहिँ आजभोलि के गर्दै हुनुहुन्छ र यसपछि के बन्ने प्लान छ अहिले चाहिँ केही छैन मैले अब इन्जिनियरिङ गरेको अहिले चाहिँ इन्जिनियरिङ फिल्डमा मैले केही बिचमा पनि अलि कार्यक्रमहरूमा केही जोडिन अवसर पाएको थिएँ केही जबहरू गरेको थिएँ अब अहिले चाहिँ मैले जब नगरेर अहिले त्यत्तिकै अरू केही तयारीहरू चाहिँ गरिरहेको छु अब जसरी तपाईँले जोड्न खोज्नु भएको चाहिँ अब विदेशको कुरा जोड्न खोज्दैन किनभने अहिले एकदम झल्दोबिल्दो विषय पनि हो होइन त्यो ब्रेन ड्रेनलाई चाहिँ अहिले रोकाउन भनेर म चाहिँ यही हाम्रै देशमा चाहिँ केही गर्न सकिन्छ कि भनेर त्यसको विषयमा चाहिँ यतै गरौँ केही गरौँ भनेर हामीहरू आफ्नो साथीहरू पनि छौँ होइन यतै हामी इन्जिनियरिङ भएको टेक्निकल विषयलाई यहीँ कसरी काम गर्न सकिन्छ अनि यो विश्वविद्यालयलाई चाहिँ कसरी अगाडि चिनाउन सक्छ हामी चाहिँ यो धरातलबाट आएको हो यस्तो ब्याकग्राउन्डबाट आएको हो भनेर कसरी गर्न सकिन्छ भनेर त्यो विषयमा चाहिँ यहीँ केही गरौँ भन्ने उसमा चाहिँ छौँ चान्सलर र गोल्ड मेडलिस्टबाट सम्मानित हुनुभयो कस्तो अनुभव तपाईँको अनुभव बनाइदिनु मलाई एकदम खुसी लागेको छ अब जो बिराइले पाउँछन् मैले पनि अहिले पाउँदाखेरि धेरै खुसी छु मलाई यो तहसम्म पुगाउने मेरो टिचरहरू गार्जियनहरू सबैलाई अनि मेरो साथीहरूले पनि सहयोग गरेको धन्यवाद दिन चाहन्छु सबैले सम्झिन चाहन्छु आजभोलि के गर्दै हुनुहुन्छ र के गर्ने प्लान छ भविष्यमा म अहिले सामान्य चाहिँ टिचिङ गर्छु अहिले 9-10लाई म्याथ पढाउँछु अब भविष्यमा के गर्ने भन्ने कुरा चाहिँ अहिले खुलाउन चाहँदैन अब भएपछि बिस्तारै देखिहाल्नु पढ्दा पढ्दै कस्तो चुनौतीहरू भोग्नुभयो अब त्यो चुनौतीहरू त अब कहिले सुख कहिले दुःख भन्ने हुन्छ नि हाम्रो जिन्दगी धेरै त्यति टप दुःख पनि पाइएन धेरै सुखमा पनि भनौँ त सुखै मिलेन अब मिडियम भनौँ अब कहिलेकाहीँ चुनौती पनि आयो कहिले सुख पनि छ भन्नु पर्यो सबै कतिको खुसी हुनुहुन्छ म धेरै खुसी छु अहिले म भन्दा भने अहिले अभिभावकले खुसी भएको देख्नमा आउँदा उहाँलाई पनि खुसी लागेको छ जस्तो लाग्यो त्यसले पनि म खुसी छु अनि आउँदो विद्यार्थीहरूलाई के कस्तो सुझाव दिन चाहनुहुन्छ आफूले कुनै पनि विषय भनौँ या कुनै पनि कुरा गर्ने हो भने तन मन धन लगाएर गर्दाखेरि आफ्नो 100% दियो भने सबै सकिन्छ जस्तो लाग्छ र सबैले मेहनत गर्दाखेरि चाहिँ कन्टिन्यू गर्दाखेरि चाहिँ सबैले राम्रो मार्क्स ल्याउन सकिन्छ कुनै पनि क्षेत्रमा राम्रो गर्न सकिन्छ भन्ने र त्यस्तै गर्नु होला भन्ने पनि सुझाव दिन्छ कस्तो महसुस भइरहेछ दीक्षित हुँदा राम्रो भइरहेछ एकदम खुसी लागिरहेछ हर्षित भइरहेछौँ खुसी लागिरहेछ दीक्षित हुन पाइयो पश्चिम विश्वविद्यालयबाट राम्रो भइरहेछ हजुरलाई कस्तो महसुस एकदम राम्रो भइरहेछ यो 5औं दीक्षान्त समारोहमा हामीहरू दीक्षित हुन पाएकोमा होइन एकदम खुसी लागिरहेको छ राम्रो लागिरहेछ अनि आउँदा विद्यार्थीहरूलाई के सुझाव दिन चाहनुहुन्छ मेहनत गरेर पढ्नु पर्यो बिचै छोड्नु भएन होइन अनि पछिमा अवश्य पुगिन्छ होइन पढाइ नै सबै कुरा हो भन्ने राम्रो पढ्नु पर्यो सबै विद्यार्थीहरूले अब निकट भविष्यमा चाहिँ धेरै फ्याकल्टीहरूमा पिएचडी एमफिलको कोर्सहरू पनि अब हुने भन्ने कुरा यहाँबाट अनाउन्स सुने त्यसको लागि अब फार्मेसी युनिभर्सिटीमा पनि एकदमै चान्सेसहरू छ राम्रो गर्न सक्यो भने राम्रो गर्नु पर्यो आजभोलि के गर्दै हुनुहुन्छ र यसपछि के गर्ने प्लान छ
नै हाम्रो त अब पेसा पत्रकारिता नै हो पत्रकारिता नै गरिराख्ने हजुर चाहिँ अब फ्याकल्टीमा एमफिल र पिएचडी खुल्यो भने चाहिँ एमफिल गर्ने हो एमफिल गर्ने सोचमा छ अगाडि पढ्ने सोचमा अनि आउँदो विद्यार्थीहरूलाई कस्तो सुझाव दिन चाहनुहुन्छ विद्यार्थीहरूलाई चाहिँ कस्तो हो भने पढ्ने भनेको चाहिँ पास हुनको लागि मात्र नपढ्नु होला हामीले त्यो भनेको त्यो हो मेरो चाहिँ एकदम मोटो चाहिँ त्यो भन्न चाहन्छु सबैलाई चाहिँ किनभने पढ्ने भनेपछि हामीसँग विश्वविद्यालयबाट पाएको भनेको हाम्रो धरातल मात्र हो एउटा कसरी पढ्ने र के गर्ने हाम्रो एउटा यतिको चाहिँ विद्यार्थी यतिको हुनु पर्यो भनेर हामीलाई सिकाउने हो तर सबै कुरा सिकाउने होइन विश्वविद्यालयले अब त्यो ज्ञान चाहिँ लग्ने हो तर पास हुनको लागि मात्र होइन कि त्यो भोलिको दिनमा कहाँ काम लाग्छ त भनेर हामीले चाहिँ जसरी गरिरहेको छौँ मैले बिचमा पनि जब गरेँ भने जो मैले अगाडि जोड्न चाहेँ हो त्यो विषयमा चाहिँ त्यो उसमा पनि मैले त्यो यात्रामा पनि बुझेँ क्या त्यो कुराहरू त्यही भएर म अहिले पनि साथीहरूलाई अब आउने भाइ बहिनीहरूलाई चाहिँ भन्न चाहन्छु होइन पास हुनु मात्र ठुलो कुरो होइन रहेछ होइन पास भइसकेपछि पनि त्यो कसरी युज गर्ने भनेर सानैदेखि त्यो जुन हामी सुरुवात चरणी विश्वविद्यालयमा आउँदाखेरि नै हो त्यो कुराहरूलाई चाहिँ सुरुदेखि नै मनन गरेर आउनु होला भनेर चाहिँ सुझाव दिन चाहन्छु सबैलाई चाहिँ अनि ग्रेजुएट हुँदा सेटिस्फाई हुनुहुन्छ तपाईँ सेटिस्फाई भन्दा ठिक छौँ सेटिस्फाइड छौँ होइन अब अन्तिममा हुने भनेकै ग्रेजुएट नै हो सबैको सपना त्यही हुन्छ होइन विश्वविद्यालयबाट आइसकेपछि एक दिन चाहिँ योबाट पास भएर यहाँबाट केही न केही यो धरातललाई टेकेर होइन यहाँको केही न केही नाम लगेर जाउँ भन्ने सबैको सपना हुन्छ अहिले त्यो गर्दै त्यो दीक्षित हुँदैछौँ त्यसको विषयमा चाहिँ म एकदम खुसी छु हस् धन्यवाद हस् के गर्दै हुनुहुन्छ आजभोलि यसपछि के प्लान छ हजुरहरूको टिचिङ गर्छु केही छैन यस्तै लोकसेवाको तयारी खुसी हुनुहुन्छ ग्रेजुएट हुँदा एकदम खुसी छ कस्तो महसुस भइरहेछ ग्रेजुएट हुँदा खुसी लागिरहेछ हजुरलाई हजुर एकदमै खुसी छु यसपछि के गर्ने प्लान छ हजुरहरूको यसपछि अब यो देशमा रोजगारीका अवसर सिर्जना हुन्छन् भने यही देशमा केही गर्ने अब नत्र भन्न सकिन्न किनकि तमाम युवाहरू हामी एयरपोर्टमा देख्न सक्छौँ विदेशीका विभिन्न देशमा कामको खोजीको लागि हजुर थ्याङ्क यू वेलकम स्वर्ण पदक पाउनुभयो कस्तो अनुभव एकदम खुसी लागिरहेको छ यो जीवनमा पहिलोपटक स्वर्ण पदक पाउँदै गर्दा खुसी एकदमै खुसीको सीमै छैन यो एकदमै मेहनत अनुसारको मैले स्वर्ण पदक पाएको छु भन्ने लागिराखेको छ आजभोलि के गर्दै हुनुहुन्छ र भविष्यमा के गर्ने प्लान छ अहिले म मास्टर सिद्ध्याएपछि म कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको हैसियतले कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीको निम्ति विद्यार्थीका आवश्यकता विद्यार्थीका चाहना विद्यार्थीका हकहितका लागि काम गरिरहेको छु र आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै लोकसेवाको तयारी सँगसँगै चाहिँ अबको दिनहरूमा आगामी दिनहरूमा के बन्ने भन्ने त्यो चासोका साथ सोचेको राजनीतिमा जान्न चाहनुहुन्छ तपाईँ राजनीतिमा अबको बाटो यति केही समयमा राजनीतिमा आएको थिएँ अब यो शिक्षा क्षेत्रलाई नै अँगाल्ने भन्ने मैले आफ्नो निष्कर्ष निचोड गरेको छु अब आगामी दिनहरूमा राजनीतिभन्दा पनि फरक पृष्ठभूमिमा शिक्षा बिना हामी केही गर्न सक्दो रहेनछौँ आखिर अन्तिममा चाहिने भनेको शिक्षा रहेछ शिक्षा भएपछि राजनीति अवश्य गर्न सकिन्छ राजनीति गर्ने दिनहरू अझै छन् तर अहिले यो समयमा हामीले यस्तै मेडलिस्टहरू अझै केही बन्ने भन्ने चाहनाका साथ अगाडि बढ्ने हो कतिको खुसी हुनुहुन्छ एकदमै खुसी छु अनि आउँदो विद्यार्थीहरूलाई के सुझाव दिन चाहनुहुन्छ विद्यार्थीहरूमा जुन पढाइलाई चाहिँ एकदमै निरन्तरता दिनुहुन म सम्पूर्ण विद्यार्थी जो मभन्दा पछाडिको जुनियर साथीहरू हुनुहुन्छ भाइ बहिनीहरू हुनुहुन्छ उहाँलाई चाहिँ एकदम सक्रिय रूपमा पढाइलाई नै आत्मसात गरेर अगाडि बढौँ पढाइ सँगसँगै अन्य सिप अनि खेलकुद जस्ता क्षेत्रहरूमा पनि हामीले सहज रूपमा चाहिँ त्यतातिर पनि ध्यान दिएर अगाडि बढ्ने प्रेरणा दिन्छु हस् धन्यवाद थ्याङ्क यू कस्तो महसुस भइरहेको छ ग्रेजुएट हुँदा एकदमै खुसी भइरहेको हजुरले कस्तो लाग्यो तत्काल आजको दिन खुसी छु भोलिबाट अन्यलता छ के गर्ने भन्ने अन्यलता छ एकदमै एक्साइटेड छु होइन अब चाहिँ प्रमाणपत्र पाउँदा चाहिँ कस्तो पाउँछु मलाई चाहिँ एकदमै खुसी लागेको छ के गर्ने प्लान छ यसपछि अब जापान विदेशतिर जाने हो नि प्रमाणपत्र लिएर मजाले जाने अब त्यही हो नेपालमा सम्भावना भन्ने कुरा अलिक कमै छ त्यही छ के गर्ने नेपालमा त्यस्तै छ मलाई चाहिँ फार्मेस्टन युनिभर्सिटीबाट नै अझै के अरे मास्टर्स गरेर अझै दीक्षित हुन मन लागेको छ
प्रोफेसर एकेराज पाठक जनस्टार पार्वेस्टर युनिभर्सिटी Professor Dr. Hebraj Patta, Vice Chancellor, Western University, Pro-Chancellor and Honorable Minister of Education, Science and Technology, Vidya Bhatrai, Chancellor and Right Honorable Prime Minister, Mr. K.P. Sharma Oli, Chief Guest, Professor Dr. Satpal Singh, Vice Chancellor. So, so this will be the order for the application process. दीक्षित हुनुभयो कस्तो अनुभव तपाईँको अनुभव बताइदिनु एकदम राम्रो लागेछ दीक्षित भएकोमा अनि आगामी दिनहरुमा पनि राम्रो प्रगति होस् भन्न चाहन्छु आफैलाई अरु त्यस्तै हो अब दीक्षित भएकोमा त सबलाई खुसी लाग्छ हामीलाई नि खुसी लागेको छ आजभोलि के गर्दै हुनुहुन्छ र फ्युचरमा के गर्ने प्लान छ मैले अहिले चाहिँ लोकसेवाको तयारी गरिरहेको छु नेपालमै बसेर केही गर्ने उद्देश्यले अनि विदेशमा जाने युवाहरूलाई पनि भन्छु कि आफ्नै देशमा स्वरोजगार भएर काम गर्दा राम्रो हुन्छ हजुर चाहिँ मेरो चाहिँ शिक्षक सेवाको तयारी छ भन्नुपर्दा अब आगामी दिनमा के हुन्छ त्यो त अब लकले हो अब त्यस्तो बाहिर जाने चाहिँ यताउता प्लान त छैन कतिको खुसी हुनुहुन्छ आज चाहिँ एकदमै धेरै खुसी छौँ 4 वर्षको हाम्रो वेटिङ हो नि त एकदम अनि आउँदै गरेको विद्यार्थीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ नयाँ जुनियरहरूलाई के भन्न चाहन्छु भने विदेश जानुभन्दा आफ्नै देशमा बसेर यहीँको शिक्षा हासिल गरेर अनि पछि यतैतिर केही गर्ने अनि अरूलाई पनि उत्प्रेरित गर्न भन्ने सुझाव दिन चाहन्छु अनि पढेको विश्वविद्यालय चाहिँ के भन्न चाहनुहुन्छ विश्वविद्यालय चाहिँ राम्रो छ अनि पछि अझै प्रगति गरोस् भन्न चाहन्छु हजुर विद्यालयमा ठिक छ राम्रो छ पढाइ सबै कुरा राम्रो छ स्टुडेन्टले पनि आफू लगनशील भएर पढ्नुपर्छ अनि यो पढाइको लागि चाहिँ धेरै मेहनत गर्नुपर्छ अब त्यो विद्यार्थीहरूमा पनि कमजोरी हुन्छ टिचरहरूमा त अब त्यति हुँदैन र पनि टिचरहरूले पनि ध्यान दिनुपर्छ विद्यार्थीहरूले पनि भाइस चान्सलर र गोल्ड मेडल पाउनुभयो कस्तो अनुभव तपाईँको अनुभव भनिदिनु मलाई चाहिँ एकदमै खुसी लागिरहेछ सो यो अलमोस्ट 4 इयर्स मोर देन 4 इयर्सको हार्डवर्क चाहिँ अलि पेड अफ काइन्ड अफ फिल भयो प्लस लकी पनि फिल भएको छ बिकज सो रेस्पेक्टेड पर्सनलबाट चाहिँ अवार्ड पाउँदाखेरि आई फिल ह्याप्पी एन्ड लकी आजभोलि के गर्दै हुनुहुन्छ र भविष्यमा के गर्ने प्लान छ हजुरको म चाहिँ अहिले इन्टर्नको रूपमा कार्यरत छु नार्कमा र भविष्यमा चाहिँ अब रिसेन्टली सुनर अर लेटर मैले मास्टर्स गर्ने प्लान छ म चाहिँ एग्रिकल्चर ग्रेजुएट हो मलाई प्लान्ट प्याथोलोजीमा चाहिँ इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि होपफुली त्यसमै मास्टर्स गर्छु होला सो अहिलेको लागि प्लान त्यही छ त्योभन्दा फर्दर चाहिँ अब पढ्दाखेरि कस्तो चुनौतीहरू भोग्नुभयो पढ्दै तपाईँ कस्तो लाग्यो यहाँबाट जाँदै हुनुहुन्छ के भन्न चाहनुहुन्छ आउँदो विद्यार्थीहरूलाई एन्जोय द प्रोसेस अनि आफ्नो मनको सुन्नु होला अनि किप वर्किङ हार्ड अनि बी नट जस्ट लाइक एक्टिभ इन एकाडेमिक्स बट अल्सो इन एक्स्ट्रा करिकुलर एक्टिभिटिज भन्न चाहन्छु त्यही बेस्ट विषय सबैलाई भन्न चाहन्छु अनि कङ्ग्रेचुलेसन्स जो ग्रेजुएट अनि सेटिस्फाई हुनुहुन्छ तपाईँ अफकोर्स आइ एम भेरी सेटिस्फाइड हजुर थ्याङ्क यू गोल्ड मेडलबाट सम्मानित हुनुभयो हजुरको अनुभव एकदमै खुसी लागेको छ हाम्रो त यो 4 वर्षको मेहनत अझ भनौँ कोरोनाको कारणले झन्डै 5 वर्षभन्दा नि बढी समय लाग्यो हैन त्यसकारण यो 5 वर्षभन्दा माथिकै मेहनत हो अन्तमा आज दीक्षित भएका छौँ एकदमै खुसी लागेको छ हजुरलाई कस्तो लाग्यो एकदमै खुसी लागेको छ जुन 4 वर्ष हामीले कलेजमा जुन लेभलको मिहिनेत गरिरहेका छौँ त्यसको नतिजा देख्दाखेरि एकदमै खुसी लागिरहेको छ आजभोलि के गर्दै हुनुहुन्छ र भविष्यमा के गर्ने प्लान छ म चाहिँ अध्ययनमै निरन्तरता छ मेरो आजभोलि र पार्ट टाइम टिचिङ पनि गर्दछु भविष्यमा भन्ने हो भने म शिक्षा शास्त्र संकायको विद्यार्थी हो हैन शिक्षा क्षेत्रमै केही नीति निर्माण र कार्यान्वयन तहमा मेरो काम गर्ने चासो छ त्यसमै म निरन्तरता दिनेछु हजुरको के म स्नातकोत्तर त त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट स्नातकोत्तर गरिरहेको छु र सँगसँगै मैले निजामती सेवाको तयारीमा पनि लागिरहेको छु पढ्दाखेरि कस्तो चुनौती भोग्नुभयो चुनौती त छ विश्वविद्यालयको कुरा गर्नुपर्दा पाठ्यक्रम राम्रो भए पनि त्यो अनुसारको अध्यापन सामग्रीहरूमा अझै पनि केही सुधार गर्नुपर्ने छ पहुँच पुगेको छैन विद्यार्थीहरूको त्यो पहुँच अझै सुधार गर्नुपर्ने देखिन्छ
अनि त्योसँगै केही राम्रा पक्षहरू पनि छन्। यहाँ विश्वविद्यालयमा एकदमै अनुभवी र दक्ष प्राध्यापकहरू भएको अवस्थामा राम्रो नलेज लिन सकेका छौँ हैन। अन्य विश्वविद्यालयको तुलनामा यहाँ चाहिँ व्यवस्थित छ नै लाग्छ, तर अझै राम्रो व्यवस्थित गर्न सकेमा अझै राम्रो उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ हैन। अभियसली राम्रो भइरहेछ। यही विश्वविद्यालयबाट पढेका कयौँ विद्यार्थीहरू चाहिँ विभिन्न कम्पिटिसनमा टपर भइराख्नु भएको छ, शिक्षक सेवा, लोकसेवा, अफिसरतिर हैन। हामीले पनि त्यही आशा लिएका छौँ, त्यही अनुसार मेहनत गर्दैछौँ, एकदमै खुसी छौँ। हजुर चाहिँ के भन्न चाहनुहुन्छ विश्वविद्यालयलाई? विश्वविद्यालयले जुन प्रगति लिनु पर्थ्यो त्यो सकिरहेको छैन हैन। हाम्रो 2067 सालमा स्थापना भएर अहिले थुप्रै वर्ष भइहाल्यो। त्यसको शाखा विस्तार अनि हाम्रो अन्य विश्वविद्यालय जस्तै प्रोग्रामहरू सञ्चालन भइरहेको छ। यसमा हामीले केही सिपमूलक प्रविधिमूलक पढाइमा आत्मसात गऱ्यो भने चाहिँ त्यसले अन्य विश्वविद्यालय दिने प्रोडक्ट र यो विश्वविद्यालय दिने प्रोडक्टमा अलि फरक पनि हुने थियो र युवाले विद्यार्थीले स्वरोजगार हुने अवसर पनि पाउने थियो भन्ने मलाई लाग्छ। आउँदो विद्यार्थीहरूलाई के सुझाव दिन चाहनुहुन्छ? एकदमै आफूमा विश्वास गरेर मेहनत गर्नुहोस्, सकारात्मक सोच लिएर पढ्नुहोस् हैन। राम्रो छ, विश्वविद्यालयमा धेरै अवसरहरू छन् हाम्रो सुदूरपश्चिम विश्वविद्यालयमा हैन। विश्वास लिएर मेहनत गरेर पढ्नुपर्छ, अवश्य सफल भइन्छ भन्ने लाग्छ मलाई। अब सुदूरपश्चिम विश्वविद्यालय हाम्रो स्थानीय तहमा अथवा हाम्रो घर दैलोमै छ। हाम्रो घरको खाना खाएर हामीले पढ्ने वातावरण पाइरहेछौँ। यो हाम्रो लागि एउटा अवसर पनि हो र अन्य कलेजहरूको अथवा अन्य युनिभर्सिटीको तुलना गर्ने हो चाहिँ हाम्रो एकदमै सस्तो, हाम्रो आय स्तर अनुसारको त्यही किसिमको पढाइ पनि छ। त्यसको सदुपयोग गरौँ भन्न चाहन्छु। हस्, धन्यवाद।